हेलो गुड मर्निङ एभ्रिवान। हामी चाहिँ अब हाइकिङ लागिरहेछौँ। सबजना यहाँनिर गाडी चढ्दै हुनुहुन्छ। बद्री अङ्कल ल गयो गयो। यहाँ तपाईँ त फ्याट बस्दिनु पर्छ। होइन अट्छ पछाडि हेरेको। यहाँ आउने एकजना ए पछाडि ल कहाँ यार केटाहरू अगाडि बसेर हुन्छ भने अहिले बस्यो हुन्छ उभिन सक्दैन लागिसक्यो त चिटिक्क परेर आउनु यहाँ निस्किका आउनु फेरि कोही कोही लाकडाउनको यात्रा हाम्रो यसरी सुरु हुँदैछ गाइज। पछाडितिर हाम्रो साथीहरू कति राम्रो क्यामेरा तपाईँ चाहिँ कोरियन जस्तै देखिरहेको सबिन दाइ राम्रो आउने रहेछ हौ तपाईँको क्यामेरा त। हामी एकैचोटि सुन्दरी जल झर्नेवाला हो होइन। यसरी हामी गाडीमा जाँदै यहाँ लामा दाईको लामा डिलक्समा चढेर अनि हाम्रो निस्तिका यता फेरि छुट्टै छ दुईजनाको संसारहरू। अगाडितिर रातो रातो मान्छेहरू। ओके हामी चाहिँ फाइनल्ली अब सुन्दरी जल आइपुगिसक्यो। अनि अब सुन्दरी जलसम्म चाहिँ गाडीमा आएर अब यहाँबाट चाहिँ एक्चुअल हाइक सुरु हुन्छ है त हाम्रो। हामी आज पुरै फुल प्याक सबजना चाहिँ एकदमै व्यवस्थित तरिकाले हिँडेछौँ। हाम्रो थापा अङ्कल लास्ट हतार गर्नु फेरि हामीभन्दा छिटो हिँडिदिनुहुन्छ। त्यो चाहिँ ढापड्याम जानको लागि मेन यहाँबाट टक्क छिर्ने हो। हाइकिङको लागि चाहिँ उताबाट बाइकमा जाने हो भने चाहिँ अर्को बाटो छ। ल सबले हाई भनौँ त। हाम्रो भ्लगमा जोडिनु होला है सबैजनाले। के यार तपाईँ उता फोटो एक्लै हानिदिरहेको हो ल आउनु आउनु। ब्याग ककलाई भारी हुन्छ यसो भन्दै गर्नु। पालै पालो बोक्ने त्यस्तो छ। माथितिर त हलिउड नै छ हाम्रो। अल द वे फ्रम सिधै कहाँ अरे खैरेको देशबाट। अनि यहाँ कति देखिरहेको छ देखेनौ? यता मान्छे अनुसारको ब्याग छ है तिम्रो फेरि। र थापा अङ्कलको हिँडाइ भएन क्या हामीसँग। टक्क उहाँ लास्ट छिटो हिँडिदिनुहुन्छ। उहाँको फेरि छोडेर हिँड्ने बानी छ क्या थापा अङ्कलको चाहिँ। अति नै ढिलो भयो भने यस्तो के भनेर हिँडिहाल्छ होइन। अब उहाँ बुढा मान्छेलाई अलिक झ्याउ लाग्न सक्छ। डेन्जर हिँडिदिनुहुन्छ। यहाँनिर चाहिँ एकदमै जङ्गलको बाटो आउन अप्ठ्यारो भयो। यसरी यहाँ तल चाहिँ एकदम डेन्जर रहेछ। त्यहाँनिर चाहिँ हामीले के गरेन। बाउ छोराको फेरि छुट्टै छ पछाडितिर साइक। यो छोरालाई छोडेर हिँडेको यस्तो बाटो छ। के छ
है ओ हाम्रो क्यामेराम्यान कहाँ हो खोइ फोटो खिच्नलाई रेडी आछु फेरि आमा हो कि क्या हो फाइनल्ली राम्रो रोडमा निस्क्यौ है हामी कस्तो कस्तो बाटो रहेछ अहिले चाहिँ धन्न यतिको राम्रो बाटो रहेछ ल यहाँ हाम्रो बहिनीहरू पिङ खेल्दैछ दसैँमा पिङ नखेली चाहिँ हुँदै हुँदैन भन्ने कुरा भएर क्या बाटैमा भयो नि उनीहरू खेल्दैछ ल निमा र म चाहिँ नछर्नु भयो नखेल्ने उसलाई फेरि बिसाउँदै पछि पानी पिउनु परिरहेको छ हामी चाहिँ अब फाइनल्ली यो झापड्याम जाने बाटो ठ्याक्क अलिकति नजिकको बाटो भनौँ न त्यहाँ पुगिसक्यो अब लगभग 2 घन्टाभित्रमा चाहिँ हामी झापड्याम पुग्छौँ भन्ने हामीलाई लागिरहेछ हाम्रो फेरि ग्रुपै छुट्टिसक्यो भने अगाडि अलि चाँडो हिँड्ने मान्छे चाहिँ अगाडि अनि हामी अलि हिँड्न नसके निस्तिका र म रहेछौँ 2 जना हामी यसरी गइरहेछौँ होइन बाटो फेरि यस्तो छ यहाँको चाहिँ अब यो सानो सानो रोड हुँदै पार गरेर जानुपर्छ अनि हाम्रो ग्रुपहरू यहाँ अगाडि हुनुहुन्छ ल चुमाको आफ्नै तालमा हिँडिरहनु भएको छ त्यस पछाडि अगाडि गइरहेछ टोलीहरू बाँकी त अलि टाढै पुगिसक्यो भने हामीबाट 1-1.5 किलोमिटर अगाडि हामी चाहिँ सबैभन्दा पछाडि त्यस्तो भइरहेछ बाटोको हालत चाहिँ एकदमै खराब रहेछ यो बर्खाको टाइमले गर्दा होला यस्तो डेन्जर छ डेन्जर त के भन्ने है हिलो छ बाटो चाहिँ अब तर माथि पुगे पछाडिको मजा नै छुट्टै छ नि त पुरा त्यस्तो हो अब यो बाटो हिँड्नुपर्ने भयो क्या यसरी टक्क फेरि भर्खरै यतातिर बाटो के गरे पहिरोले गर्दा हो कि के भएर पहिरो त होइन यो बनाएको रहेछ एकदमै मजा भइरहेछ हिँड्नु होइन तर हिलो पनि छ हाम्रो एकजना अङ्कल चाहिँ अगाडि पुगिसक्नु भयो क्या फेरि अलि चाँडै हिँड्नुहुन्छ र हामीभन्दा यस्तो छ हालत फेरि हाम्रो ओहो ओ दाइ ओ ल हेर तिम्रो मन त ढुकढुक भइहाल्छ नि खोइ चुमा देखिएन नि यता आउनु नि त ल के हो मेरो त तिनीहरूले केक दल्दिएको अझै यहाँ रहेछ केक त त्यहाँ मेरो त यहाँनिर निधारमा घाउ आए जस्तो भने केक पो दलिरहेको रहेछ अझै भने ठ्याक्कै हामी अब कति भनेपछि बल्ल यहाँनिर आइपुग्यो 2टा बाटो जोडिएकोमा अब यहाँबाट पनि अझै टाढो छ झापड्याम चाहिँ कति किलोमिटर होला लगभग 4 किलोमिटर जति होला अब यहाँनिर चाहिँ एकछिन बस्नुपर्छ हाम्रो अङ्कल चाहिँ 3 किलोमिटर रहेछ झापड्याम 3 किलोमिटर रहेछ अब फाइनल्ली आइपुग्यो हामी चाहिँ यहाँ बसेर एकछिन यसो खाजा खाने कुराकानी भयो सबजना गलेर हेर
चुमाको त जहाँ गएर अब गीत गाएपछि चलिहाल्छ ल लाग्ने मेरो यहाँनिर केकको टिका नै छ रहेछ बिहानको हजुर मेरो त चमक आयो त हौ अनुहारमा हिँड्नु पर्ने रहेछ म त अलि फाइनल्ली हामी चाहिँ अब एकदमै धेरै नै हिँडिसके पछाडि चाहिँ आइपुग्यो ढाबड्याम अनि ढाबड्यामको चाहिँ अब दामी दामी फोटो भिडियोहरू चाहिँ हामी बनाएर तपाईँहरूलाई देखाउँछौँ हेर्नु होला है त ल यहाँनिर कस्तो ठ्याक्कै ढाबड्याममा आइपुगे पछाडि चाहिँ पानी पर्यो अनि पानी परेर फोटो भिडियो नि त्यति मजाले त के खिच्नै पाएन अनि हामी यसो हेरेर मात्रै अब फर्किँदै गरेको खाजाहरू पनि खाएर सो एकदमै नराम्रो कुरा चाहिँ त्यो भयो क्या देखाउनै पाएन टक्क अब के कति हुन्छ पल्लो साइडमा अलिअलि देखियो भने त्यताबाट गरौँ अलिक अहिले पनि पानी पर्ला जस्तै भइरहेछ फेरि पानी पर्यो भने त गाडी छैन केही छैन घर पुग्न गाह्रो हुन्छ नि त सो अब हामी अहिले लाग्दैछौँ है ह्यापी बर्थडे खै त बर्थडे बिहान बनाएर गिफ्ट बेलुका दिने अनि राम्रो छ वाउ ताली छुवा